तपाईले कमेन्ट गरेको 4 मिनेटमा पालो आएको छ। सम्झिनु होला, कमेन्ट गरेको 4 मिनेटमै पालो। कमेन्ट गरेको 4 मिनेटमै पालो। बुधबारको जन्म छ, खुबाट राशिको नाम आउँछ। राशिको नाम भन्नुभएको छ नि तपाईँले। 29 साल साउन 11 गतेको जन्म, रातको 10:35 जाँदाको जन्म, 54 वर्षमा लाग्नु भएको छ। एउटा ग्रह दशा 66 वर्षसम्म शनिको दशा छ, नोट गर्नु होला, राम्रो ग्रह छैन। दोस्रो ग्रह 55 वर्षसम्म, 55 होइन 56 वर्षसम्म बुध ग्रहको दशा छ, दोस्रो ग्रह। र तेस्रो ग्रह 54 वर्षमा चल्दै गर्दाखेरिमा अर्को ग्रह दशा उल्का चलेको छ। उल्का बुध र शनिका दशा रहेछ। ग्रह दशा राम्रो चलेको छैन। उल्का बुध र शनि खराब ग्रहको योग परेको छ, राम्रो ग्रहको योग परेको छैन, राम्रो अवस्था छैन, राम्रो कन्डिसन छैन। उल्का पनि नराम्रो छ, बुध पनि नराम्रो छ, शनि पनि नराम्रो छ। तीनटैको पूजा गराउनु सन्तानहरूलाई धेरै चकचके गराउँछ, स्वास्थ्य बिगारिदिन सक्छ, तपाईँको बोली रुखो गराउन सक्छ, पारिवारिक र दाम्पत्य सुखमा खराबी गराउने योग छ।